लड्काएर खाएको जस्तै छ अरे देखाउनु त लड्काएर खानेलाई उनलाई के लड्काएर खानुपर्छ अरे लड्काएर खाने हो बहिनी लड्काएर ओ एकछिन है हाम्रो भदैनी गोटे गट हाम्रो भदैनी हेलो हाम्रो भाइ यो चाहिँ हाम्रो होममेड हो नि त यो एक हाम्रो छुटु छुटुको ए त्रेक त खानुपर्छ हौ परिहाल्छ नि एकदम पर्छ पर्छ नि है यो त नि हेर्दाखेरि त समोसा कि मात्र देखिरहेको छ त आज त पोर्क मोमो अन्त त्यसमा हामीले पोर्क मोमोलाई चाहिँ हाम्रो होममेड हो क्या आज फ्यामिली भेटघाट होइन बनाउनु चाहिँ कतिजना बनाउनु चाहिँ 5 जना खाने चाहिँ 25 बढीको 25 पनि भ्याउँदैन होला 25 जना लगभग 30 को अन्दाज 35 जना है टोटल यत्रो मोमो 25 पिस खाँदैन हाम्रो घरको मान्छे के भएको मैले खान्छु म खानेलाई पनि देखाउनु न मैले पनि खान्छ 5 प्लेट चाहिँ हेलो भाइ हेलो भाइ कटिङ चाहिँ सही छ भनिदिएको नम्बर कसै होइन एकदम बोल्नुपर्छ अब यो भनेको त हाम्रो फ्यामिलीको हाम्रो परिवार चाहिँ ठुलो परिवार छौँ कि त्यही भएर सबैजना एकछिन मिलेर आज चाहिँ हामीले मोमो खाने योजना बनायौँ है यहाँ भदैनी हुनुहुन्छ यहाँ हाम्रो झुराम्पा भान्जा यहाँ हाम्रो माधुरी यता हाम्रो साली नानी मेरो प्यारो साली नानी ठुलो भइसक्यो त अनि भिडियो बनाउँदा आमामा के भएको हो साली नानी हाम्रो सुरेश मावली हाम्रो मम्मी आमा हजुर मम्मी हाम्रो सर सामु बहिनी अब पाक्न लागेको छ करिब चाहिँ अब हेलो गाइस मोमो खाने लड्काएर मोमो खाने अब गाइजहरू एकदमै लड्काएर अहिले साँच्चै राम्रै बनाएको भन्जाले हुँदैन भोलि यात्रा गर्ने मान्छेको भाग्नु पर्यो भने चाहिएको छ यस्तो फर्काउनु त भन्दा भोलि यतिबेला त भन्दा बिताउँछ त्यसले ल यो त अब हाम्रो युट्युबको थम्बनेलमा आउने भइहाल्यो नि फर्स्टमै हो र पक्का हामीले थप खाउँदै हो कि नजिन्दा अगाडि बढेको दिन्छ के आतुर हो खानको लागि एउटा कुरा हेर्नु यो चाहिँ दिगो हो हेर्नु चाहिँ मैले अहिले जानु भने पछिबाट दिन्छ खानको लागि एकदम आतुर हो कि भिडियो खिचेर हो कि सोलमा मैले यही खालको मोमो देखेको थिएँ नि सोलमा है यो त त्यो अधेरीको डाँडा सुतमा त त्यो डाँडोको भिड सोलो मोमो हो नि त यो भन्छ नि यहाँ मोमो खानको लागि आज कुरिरहेको 저거 뭐 김치야 좀 저거 뭐 빠지라
यहाँ फोटो खिचिसकेर भन्दै के गर्दैछु आज माथि बिर्खेलमा छोरीपट्टिको होला हौ छोरा भेटेको थिएँ मैले टिकट काट्न कस्तो भाले मात्रै एक माने ठ्याक्कै चामल पनि चाहिन्छ कस्तो सुँगुरको कान चाहिन्छ अनि के अरे भालेको कान मोमो राम्रो छ मोमो बिल्कुल राम्रो छ हजुर मोमो थ्याङ्क यू यो टिमलाई मोमो बनाउनु हुने टिम सबैजनालाई एकमुष्टमा हामीले चाहिँ धन्यवाद चाहिँ भन्यौँ मैले पनि त्यही भने होइन म त म पनि खानु आएको पाहुना आएको अब भिडियो सको अर्केर